हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मैले कुटे करेलाको अचार बनाउँदैछु। हजुरहरूलाई आजको भिडियो मनपर्छ भने मेरो युट्युब च्यानलमा गएर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर मलाई सपोर्ट गर्नुहोला। आगामी दिनहरूमा यस्तै फुड आइटम्सका भिडियोहरू म लिएर आउने नै छु। आजको स्वाद रहेको छ कुटे करेलाको अचार। घरदेखि मम्मीले लोकल कुटे करेला पठाइदिनु भएको थियो। मैले चाहिँ आज यसमा आफ्नो तरिकाले चाहिँ अचार बनाउन थालेको छु। मैले चाहिँ फर्स्टमा यसलाई मजाले कलाइसकेपछि धोएर चाहिँ कराई बसालेर यसलाई तेल हालेर मेथी पड्काएँ। त्यसपछि मजाले यसलाई भुटेर पाक्ने तरिकाले हिट दिएर मैले चाहिँ भुटेर यसलाई चाहिँ एउटा भाँडोमा खनाएँ। त्यसपछि चाहिँ मैले यसलाई चाहिँ मजाले मिक्स गरेँ। मैले भाँगोको अचारसँग मैले पहिल्यै पेस्ट बनाइसकेको थियो भाँगोको। त्यसैले चाहिँ मैले मजाले त्यो गराएर मिक्स गरेर यसलाई कागती हालेर यसलाई नयाँ स्वाद दिनको लागि सेम अचारको जस्तै टेस्ट भएको छ। यति मिठो स्पाइसी भएको छ। अनि खुर्सानीहरू राखेर मैले मजाले यस्तो बनाएको छु। फाइनल लुक चाहिँ यस्तो हो। थ्याङ्क्स फर वाचिङ।